नमस्ते, म प्रजनमान श्रेष्ठ र आज मैले केही कुराहरू सेयर गर्न मन लाग्यो रिलेटेड टु द सेल्फ अवेरनेस, रिलेटेड टु द थट्स होइन, जुन ओभर थिङ्किङहरू भइरहेको हुन्छ होइन। र मेरो टपिक यही नै हुनेछ कि आफूले आफूलाई कसरी सेल्फ अवेर राख्ने होइन, आफूले आफूलाई कसरी माइन्डफुल राख्ने भन्ने कुराहरू डिस्कस गर्न गइरहेको छु। नम्बर वान त यो थट्स, जति पनि यो थट्सहरू आइरहेको हुन्छ हाम्रो दिमागमा, थाउजन्ड अफ थट्स पुरा होइन, मिलियन्स अफ थट्स होइन। ओभर थिङ्करलाई झन् धेरै आएको हुन्छ होइन। कसैलाई एन्जाइटीवाला आएको हुन्छ, कसैलाई स्ट्रेस, डेली आफ्नो दैनिक जीवनमा स्ट्रेस भइरहेको हुन्छ, कसैलाई प्यानिक भइरहेको हुन्छ, कोही डिप्रेस्ड भइरहेको हुन्छ होइन, कसैमा नेगेटिभ थट्सहरू आइरहेको हुन्छ। नम्बर वान त हामीले बुझ्नुपर्ने कुराहरू के हो भन्दाखेरि चाहिँ जति पनि थट्स आएको हुन्छ नि, दे अल आर द टेम्पोरेरी कि दे आर लाइक द क्लाउड्स। जसरी अब क्लाउड्स, बादल आउँछ जान्छ, आफ्नै तरिकामा जान्छ आउँछ, एउटा तिनीहरूको एउटा वे हुन्छ होइन। हाम्रो काम भनेको के हो भन्दाखेरि चाहिँ जस्ट अब्जर्भ द थट्स, जस्ट बी अवेर द्याट एन्ड जस्ट अन्डरस्ट्यान्ड कि आई एम नट द थट्स, आई एम द पर्सन बिहाइन्ड द थट्स हु इज अब्जर्भिङ द थट्स होइन। त्यो अवेर हुने क्या, सेल्फ अवेर हुने, हेरिराख्ने क्या, जस्तै पिक्चर हेरिराख्छौँ नि मुभीमा, त्यो अडियन्स बन्ने क्या आफू। थट्स भनेको इट्स लाइक अ पिक्चर के। जब हामीले थट्सलाई रियाक्ट गर्छौँ नि, जस्तै फर इक्जाम्पल एउटा स्ट्रेसफुल थट्स आयो होइन, कति यो ओभरलोड भइरहेछ, मैले ह्यान्डल गर्न सकिनँ होइन भने जस्तो खालको थट्स आयो, त फ्युचरको थट्स आयो, ला अब के होला भने त्यसैमा हामीले अब रियाक्ट गऱ्यौँ कि ला यो गरेन भने यो होला कि भन्ने एउटा डर आयो, त्यहीमा अब हामी अल्झिराख्यौँ क्या। त्यसले अब हामीलाई अब चपेटमा लगाइहाल्छ अनि हामी फसिहाल्यौँ। जब हामी त्यसलाई इमिडिएटली रियाक्ट गर्दैनौँ नि, जस्ट टेक अ पज होइन, जस्ट अब्जर्भ, त्यो गर्न साथ के हुन्छ भन्दाखेरि त्यो आउँछ, एकैछिन आउँछ फेरि जान्छ, फेरि अर्को आउँछ जान्छ, आउँछ जान्छ। त्यो भनेको एउटा सेल्फ अवेर हुने एउटा तरिका हो, त्यो एउटा माइन्डफुलनेस हो। जस्तै जे छ होइन, जस्तै सास चलिरहेको छ त्यहाँ ध्यान दिनु, त्यो माइन्डफुलनेस हो होइन, बिङ एट द प्रेजेन्ट। जस्तै अब इजी तरिका, इजी वे प्रेजेन्टमा हुनुको एउटा इजी वे भनेको नै अब्जर्भिङ द नर्मल रेस्पिरेसन, नर्मल ब्रिदिङ। त्यो नै एउटा तरिका जसले हामीलाई तुरुन्त प्रेजेन्टमा ल्याउँछ। हाम्रो जुन सास आउँछ जान्छ होइन, त्यसलाई जस्ट हेर्नु। सुन्दाखेरि एकदम सामान्य लाग्छ, अब्जर्भ गर भनेर भनिरहेछ भनेर सोच्नु होला होइन। तर त्यो नै एउटा तरिका हो, त्यो नै एउटा वे हो। किन भन्दाखेरि मान्छेहरूले जति पनि यो छ नि, यो यत्रो सानो छ माइन्ड होइन, सानो एरियामा त्यसको काम चाहिँ धमाकेदार छ क्या एकदमै। यसमा जस्तो इनपुट दियो त्यही प्रोसेसिङ भएर त्यही अनुसारको आउटपुट आउने हो। राम्रो इनपुट दियो राम्रो, नराम्रो इनपुट दियो नराम्रो। एन्ड इट साउन्ड्स क्लिसे, बट मेन भनेको चाहिँ थटलाई कन्ट्रोल गर्न नखोज्नु, थटलाई जस्ट अब्जर्भ गर्नु, होल्ड नगर्नु। जति होल्ड गर्छ त्यति सफरिङ हुन्छ। लेट गो। जब हामीले यो सानो यो कुरालाई बुझ्छौँ नि, लाइफ एकदम सरल सहज हुन्छ। र गौतम बुद्धले पनि त्यही भन्नुहुन्छ, जस्ट अब्जर्भ युर थट्स, अब्जर्भ युर फियर, अब्जर्भ युर स्ट्रेस, एन्जाइटी। त्यो डेली गर्न साथ हाम्रो कन्फिडेन्स पनि बढ्छ, पिस पनि बढ्छ। तर एक दुई दिन मात्र गरेर हुँदैन। जसरी जिममा हामीले बाइसेप्स, ट्राइसेप्स, पुरा बडीको मसल्स बनाउनको लागि दिनदिनै ट्रेन गर्छौँ नि, त्यसरी नै your brain is like a muscles, you have to train every day. एक दुई दिन गरेर हुँदैन, कन्सिस्टेन्सी चाहिन्छ त्यसमा पनि। जस्तै आज 5-10 मिनट बसे एकदम शान्त ठाउँमा अनि सासमा ध्यान दियो, त्यो एउटा बेस्ट टेक्निक हो। दिनदिनै त्यस्तो गर्नाले के हुन्छ भन्दाखेरि कुनै पनि अब हाम्रो माइन्ड फ्युचर पास्टमा गयो भने हाम्रो तुरुन्त हाम्रो अब ह्याबिट के हुन्छ, प्रेजेन्टमा बस्ने ह्याबिट हुन्छ। हामीले हरेक त्यो मुमेन्ट इन्जोय गर्न सक्छौँ प्रेजेन्टको। अब यसको अर्थ यो होइन कि अब त्यो गर्न साथ मान्छे डेली ह्याप्पी हुन्छ, डेली त्यो होइन। अब ह्याप्पिनेस, स्याडनेस, यो फियर, हरेक कुराहरू, इमोसन्सको फ्लक्चुएसन त यो त पार्ट अफ लाइफ हो। यो हुन्छ जान्छ, आउँछ जान्छ, त्यो सब टेम्पोरेरी हो र त्यसलाई एक्सेप्ट गर्नुपर्छ। यो गर्न साथ सधैँ ह्याप्पी भइन्छ त्यो होइन
लाइफमा छ सफरिङ पनि छ, खुसी पनि छ, दुःखी पनि, सब कुरा छ, फ्लक्चुएट छ। त्यो फ्लक्चुएट छ है भन्ने कुरा एक्सेप्ट गर्नु पऱ्यो के। र त्यो एक्सेप्ट गर्ने कुरा, त्यो अन्डरस्ट्यान्ड गर्ने कुरा प्रेजेन्टले सिकाउँछ क्या। र प्रेजेन्टमा कसरी बाँच्ने त, प्रेजेन्टमा जब आफ्नो थट्सलाई अब्जर्भ गरिन्छ, जब आफ्नो नर्मल ब्रिदिङमा फोकस गरिन्छ, जब थाहा हुन्छ है म त्यो थट्स होइन है, जस्ट अब्जर्भ गरिन्छ, तब हामीलाई थाहा हुन्छ कि खेल त अर्कै रहेछ भन्ने कुरो। सब भित्र नै छ, सब भित्र नै वार छ, भित्र नै हेभेन छ, हेल सबै भित्रै छ क्या। आफ्नो त्यो थट्सलाई मास्टर गर्न सक्यो भने यु क्यान मास्टर द वर्ल्ड, बिकज इट स्टार्ट्स फ्रम इनर यर सेल्फ होइन। त्यसपछि अरूलाई इन्फ्लुएन्स गर्दै गर्दै जाने बिस्तारै बिस्तारै। मेन आफूमै कन्फिडेन्स ल्याउनु पऱ्यो मेन भनेको होइन। र यो भनेको बिस्तारै बिस्तारै हुने प्रक्रिया हो। अब जस्ट लेभल गर्ने, अब थट्स आउँछ, फियरवाला थट्स, एन्जाइटीवाला थट्स होइन, ओसिडीवाला थट, कुनै पनि थट जस्ट लेभल गर्ने कि यो यस्तो थट हो है भनेर भन्ने, इमिडिएटली रियाक्ट नगर्ने। अनि सोध्ने के सत्य हो त, कि मैले जे सोचेको फ्युचरमा त्यो हुन्छ भन्ने जरुरी छ त भन्ने कुरो होइन। 99% त हामी यसमै भित्रै सफर गरेर आउँछौँ लाइफमा, 99%। अब त्यो बचेको 1% मात्र रियालिटीमा त्यो प्रब्लम एक्जिस्ट हुन्छ। 99% त सबै यही नै हो। पास्टमा बढी सोच्यो भने मान्छे डिप्रेस्ड हुने, फ्युचरमा बढी सोच्यो भने एन्जाइटी, घबराहट हुने होइन। हल्का हल्का घबराहट हुनु इट्स नेचुरल, फियर पनि हुनपर्छ, इट्स नेचुरल। तर एक्चुअल जुन फियर हुन्छ नि त्यसले एन्जाइटी ल्याउन्न कि मान्छेलाई, त्यसले जस्ट हाम्रो प्रोटेक्टिभ मेकानिजम हो क्या बडीको होइन। जस्तै आगो हुन्छ, हामीले आगोमा हात हाल्छौँ हाल्दैनौँ नि, किन डर हुन्छ नि त। यो हात आगोमा गयो भने हात जल्छ भन्ने प्रोटेक्टिभ मेकानिजम हो नि त त्यो डर। त्यसले थोरै एन्जाइटी ल्याउँदैन नि त। एन्जाइटी भनेको त साइकोलोजिकल इरेसनल फियर फोबिया हुन्छ नि, त्यसले ल्याउने हो नि त एन्जाइटी एक्चुअली त। त्यो आफ्नो बडीको मेकानिजमहरू बुझ्नु पऱ्यो नि त मेन भनेको। कसरी बुझिन्छ, जस्ट बी द अडियन्स एन्ड वाच द मुभी भनेको चाहिँ आफूले थट्सलाई अब्जर्भ गर्नु। जब यस्तो थट्सहरू आउँछ, यो आउँछ जान्छ होइन, जस्ट सेल्फ अवेयर हुनु पऱ्यो। फेरि हाइपर सेल्फ अवेयर पनि हुनु भएन कि दिनभरि केही नगर्ने, त्यो आफै टोलाएर बसिराख्ने, त्यो पनि गर्नु भएन। हरेक कुरा ब्यालेन्समा लगाउनुपर्छ। के भन्नु खोजेको भन्दाखेरि 10-15 मिनट प्र्याक्टिस गर्नु पऱ्यो एक्लै बसेर, त्यो थट्स अथवा त्यो नर्मल ब्रिदिङमा ध्यान दिनु पऱ्यो। त्यो गर्नासाथ के हुन्छ भन्दाखेरि प्रेजेन्टमा ल्याउँछ। प्रेजेन्टमा ल्याइसकेपछि हाम्रो दिमाग ब्रोड हुन्छ, डिसिजन राम्रोसँग लिन सक्छौँ र जीवन सरल सहज हुन्छ। जस्तो सुकै दुःख सुख परिस्थिति त आउनै छ, त्यसलाई हामीले एक्सेप्ट गर्छौँ होइन। त्यही नै एउटा आर्ट अफ लिभिङ हो। हस् ल, धन्यवाद।